हेलो साथीहरु, आज चाहिँ म तपाईको अगाडि चाहिँ एउटा नयाँ तरिकाको भिडियो लिएर आएको छु। तपाईले चाहिँ हेर्नुहोस्, यो तपाईहरुले देखिरहनु भएको चाहिँ यो चाहिँ भ्याक्सिन हो। यो चाहिँ हाम्रो कुखुराहरूलाई लगाउँछ। यसको जानकारी सबै कुरो चाहिँ तपाईहरुलाई मेरो बुढोले भन्नुहुनेछ अनि गरेर पनि यो सबै दबाईको यो दबाई भन्दा पनि भ्याक्सिन हो। यो चिङ्नाहरूलाई लगाएर चाहिँ देखाउँछ। हजुरहरुले चाहिँ यो भिडियो हेर्दै गर्नुहोला। यो चाहिँ हेर्नुहोस् है, यो चाहिँ रानीखेतको भ्याक्सिन हो। यो रानीखेतको भ्याक्सिन, रानीखेत भनेको चाहिँ देसन भन्छ है, जो चाहिँ 72 घण्टामा चाहिँ फार्महरू एकदमै खतम बनाउँछ। जति नै चाहे 1000 होस्, चाहे 100 होस्, चाहे 50 होस्, 72 घण्टामा चाहिँ कुखुरा चाहिँ एकदमै फिनिस हुन्छ। लोकल कुखुराहरू यो चाहिँ एकदमै हामीले चल्लालाई यो भ्याक्सिन गर्न जरुरी छ। यो दुईटा चाहिँ मिक्स गर्नुपर्छ। हेर्नुहोस्, तपाईहरुलाई म यसको चाहिँ देखाउने छु यो कसरी गर्छ भन्ने कुरा है। तपाईहरुले सिकिराख्नुहोस् है। यो सिरिन्जले चाहिँ यसको यो चाहिँ पानी हो। यो पानी चाहिँ सिरिन्जले चाहिँ यसरी तान्नुपर्छ। यो चाहिँ यहाँ घुसाएर यसलाई चाहिँ हेर्नुहोस्, यसरी तान्यो। यसरी तानेर चाहिँ यो लासोटा भन्छ ल है। यसलाई चाहिँ यो पानी यसरी हाल्नुपर्छ। हेर्नुहोस् है, तपाईहरुलाई म यो लाइभ देखाइदिन्छु। यो सिक्नु एकदम जरुरी छ हामीले पहाडमा। यो पानी यसमा हालेँ मैले। यसमा चाहिँ एउटा पाउडर छ है, त्यो चाहिँ रानीखेतको पाउडर हो, जो चाहिँ अब यसलाई चाहिँ यसरी मिक्स गर्यो। यो दुईटा मिक्स भयो अब यो पानीसँग। यसलाई चाहिँ स्पिड हलाउनु हुँदैन, एकदमै स्लोली हलाउनुपर्छ। एकदमै यसरी स्लोली यसरी हलायो। अब यसलाई यो दुईटा मिक्स भयो। अब यसमा अझै आधी पानी बसेको छ। यो निलो कलरको छ, आकाशे कलरको छ, ब्लूमा। अब यसलाई यो दुईटा एकदमै पुरा मिसाउनु पर्छ। यो चाहिँ टोटल 100 वटाको क्वान्टिटी ल्याउँछ। अब यसलाई चाहिँ यसरी पुरा मिक्स भयो। यो भ्याक्सिन पुरा मिक्स भयो। अब यसलाई चाहिँ यो चाहिँ मुनिको देखाउनु त। यो चाहिँ हो दुध पाउडर, जो प्याकेटमा आउँछ त्यो पाउडर। एउटा प्याकेटलाई चाहिँ यसमा यसरी मिसाउनुपर्छ। हेर्नु चाहिँ यो भ्याक्सिन यसमा मिक्स भयो। यो पुरा मिसाउनुपर्छ। यो अब यसको तरिका तपाईहरुलाई म चल्लालाई कसरी दिन्छ यो तपाईहरुलाई म बताउने। अब चाहिँ हामी यहाँ चिन्न भएकोमा आइपुगे साथी हो। अब चाहिँ हामी चाहिँ यसलाई चाहिँ भ्याक्सिन दिनेवाला छौँ। चेपमा मात्रै पोको पर्दैछ। निस्कियो त, चेप दिन्छ। यता आइज, यता आइज, यता निक्ल्यो। एकछिन चारो निकाल्नु। यो दाना चाहिँ हटाउनु पर्छ। यो निकाल्नु। फेरि पहिला भाँडा राख्नुपर्छ।
यहाँ चाहिँ भ्याक्सिनको लागि एकदम रेडी हुँदैछ साथीहरू। यिनीहरू एकदम तिर्खा लगेर हैरान भएको छ अब यिनीहरू सुरु भयो भ्याक्सिन। अब भ्याक्सिन चाहिँ यसरी दिन्छ है, এখন देखौ। पहिला त आँखामा पनि गर्थ्यो होइन, यो आँखामा लगाउँदा पनि हुन्छ। यसको म पछि अर्को पार्ट बनाउँछु नि आँखाको। अब यिनीहरू अब यताकोलाई पनि भ्याक्सिन गर्ने तरिका चाहिँ यो है। लु खा अब तिमीहरू सही सलामत हुनुको लागि चाहिँ यो भ्याक्सिन खाऊ। यो भ्याक्सिनहरू दियो भने चाहिँ टेन्सनहरू चाहिँ लाग्दैन रहेछ साथीहरू। खाऊ 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 मजाले खाऊ। यो चाहिँ बिमारदेखि जोगाउनको लागि हो। अब यिनीहरूलाई चेपमा बस्नलाई यसरी चलाउनु पर्छ, नभए यिनीहरू फेरि खाँदैन पानी हो। सबैले खानुपर्छ साथी, सबले खानुपर्छ पानी। पानी चाहिँ सबैले खाँदैछ हेर्नुहोस् है। यो चाहिँ साथीहरू 1 घन्टामा चाहिँ यिनीहरूले यो खाइसक्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ ठिक्कैको बनाएर दिनुपर्छ यो। हुन्छ साथीहरू, अब हामीले चाहिँ यो भ्याक्सिनहरू पनि यो चिङ्नाहरूलाई दिइसक्यो। अब यिनीहरूले खानु पनि सुरु गर्यो। अब फेरि पनि हामी अर्को नेक्स्ट भिडियोमा तपाईँहरूसँग बातचित गर्नेछौँ। त्यसको त्यति बेलासम्मको लागि चाहिँ तपाईँहरूलाई बाई बाई।